So hello everyone, welcome back to my channel. It's me Apsara Gurung. If you are watching for me for the first time, please do not forget to like, comment, share and subscribe to my channel. थाक्यो आज चाहिँ म हजुरहरूलाई चाहिँ ठ्याक्क म हिँड्दै यहाँ सोलो हाइकिङ भन्नु के भन्नु त्यो गरिदिँदै आउँछ होइन। अनि आज चाहिँ म हिँडिसकेँ हजुरहरूलाई होइन। खासमा चाहिँ बस पनि चल्छ नि त यो बाटो। अनि आज चाहिँ म तल हातमी जानु लाग्यो। अनि बसमा जानु लागेको थियो, तर बसमा गयो भने यसरी भ्यूहरू हेर्दै जानु पाउँदैन नि त। त्यही भएर चाहिँ आज म हिँड्दै जाँदैछु। तर म थाक्यो भने चाहिँ बिचो बाटोबाट बस चढ्छु। सो गाइज हेर्न सक्नुहुन्छ हजुरहरू, यत्तिको ठाउँमा आएपछि चाहिँ अनि नेपाल त मिसै हुँदैन क्या, पुरै सेम नेपाल जस्तै छ। सो गाइज हेर्दै जानु होला। यताबाट चाहिँ कस्तो राम्रो भ्यू देख्छ। यता अलि यतापट्टिबाट चाहिँ ओ के हो यो, खरायो हो कि के हो यो, बाघको बच्चा हो कि के हो पनि ठ्याक्कै यताबाट गयो क्या। त्यही भएर यहाँ जङ्गलको बाटो हल्का कराउँदै हिँड्नुपर्छ क्या। यताहरू त घरहरू छ, घरहरू त छ, त्यही पनि अलिकति हल्ला गरेन भने त अनि मलाई आक्रमण गर्छ। अच्छा त्यो ठाउँबाट यताबाट जान्छु। यतातिर चाहिँ फेरि एकदमै उयो ध्यान दिनुपर्छ क्या। मान्छेहरू हिँड्ने ठाउँबाट बिचो बाटोबाट हिँड्यो भने, किनभने यहाँ हरनहरू बजाउनु दिँदैन नि त। अनि नेपाल भएको भए त ठिकै हुन्थ्यो, हरन बजाउँथ्यो। जुन बाटोबाट हिँड्यो भने फेरि मेरो बिचो बाटोबाट हिँड्ने बानी छ क्या। त्यही भएर आज चाहिँ सोलो राइड के भन्नु हिँडेर। अनि कस्तो राम्रो छ ठाउँ हेर्नुहोस् न। कतिजनाहरू चाहिँ नेचुरल लभरहरू हुन्छ, हेर्नुहोस्। हल्का हिँड्दै हिँड्दै बनाउनुपर्छ नि, त्यही भएर क्यामेरा चाहिँ पुरै लिन सक्छ क्या। हामीलाई यस्तो ठाउँमा आएको हो नि त। अनि त्यही भएर जहिले रुममा बस्दा बस्दा वाक्क दिक्क ब्याक्क हुनेहरू चाहिँ यसरी हप्ताको 1 दिन बिदा हुन्छ, कोही बेला 2 दिन बिदा हुन्छ नि त। सी गाइज हेर्नु न यहाँ पछाडि समुद्र, यता पछाडि समुद्र कस्तो आज भ्यू देखाउन लाग्यो। खास त मेरो भोलि पनि बिदा छ, तर फेरि आज हिँडेपछि भोलि थाकिन्छ नि त। अनि भ्यूहरू तपाईँलाई भ्यूहरू देखाउन आएको, तर आज मजाले समुद्रहरू आज ठ्याक्क पानी पर्ने देखाएको थियो नि त। अनि हेर्नु त समुद्र, वा एकछिन ल म तपाईँलाई भ्यू देखाउँछु। किनभने मलाई चाहिँ पछाडिबाट क्यामेराबाट गर्न आउँदैन नि त, अगाडिबाट गर्छु क्या म। हामी चाहिँ यही बाटो जाने हो क्या, के भन्छ अरे आतामी। हेर्न सक्नुहुन्छ यस्तो खतरा भ्यू देखिन्छ। तर हल्का यहाँ लाइटै राम्रो परेन क्या आज। तर फेरि यस्तै ठाउँमा यस्तै मौसममा हिँड्ने चाहिँ यस्तै मौसममा ठिक हो, नत्र भने यति घाम आउँछ। घामले त हिँड्न सक्दैन, भ्यू त राम्रो आउँछ नि, तर के गर्नु। वा हेर्नु यता मेरो मम्मीहरू, त हेर्नु न कस्तो राम्रो आज दिन खुलेको बेलामा यति राम्रो देख्छ। किनभने आज त पानी पर्ने उयो देखेको छ नि त। त्यही पनि पानी नपरेको भएर चाहिँ म त हिँड्दिएको आज। नेपालमा छु जस्तो लाग्छ यहाँबाट यतिकै आयो भने चाहिँ। सो अब यस्तो सुकुन मिल्छ यहाँबाट। तपाईँलाई चाहिँ
स्टुडेन्टमा आएको भए चाहिँ खतरा घुम्नहरू दिनकै हिँड्ने कामहरू हुन्छ नि त। अनि हामी एसएसडब्ल्यूमा आएकोहरूलाई त अब काम रुम कहीँ पनि हिँड्नै मिल्दैन नि त। त्यही भएर यस्तो हेर्नु नि पुरै घाँस काट्न आएको जस्तो के अरे जङ्गलमा घाँस काट्न आएको जस्तै फिल भयो। कतिजनाले चाहिँ एकदमै नेपाल मिस हुन्छ भने चाहिँ यता आउनुहोस् होइन, यस्तो खतरा छ नि। ठ्याक्क अब यताबाट तल आतेमी जानलाई धेरै टाइम त लाग्दैन, हिँडेर त धेरै टाइम लाग्छ। यही बाटो हिँड्ने हो क्या, गाडी चाहिँ ठ्याक्क 1 घन्टा। गाइस अब चाहिँ अब त्यो धेरै हिँड्ने बानी नभएर होला, ठ्याक्कै त अलिअलि हिँड्यो भने लास्टै थाकिने होला क्या, त्यस्तो भइरहेको छ। एक्लै हिँड्दैछु अब साथीहरूसँग हिँड्नु भने अब आफ्नो बिदा भएर साथीको बिदा हुँदैन, अब यस्तै छ। यही त हो नि, एक्लै रमाउनुपर्छ। ठ्याक्क मैले मम्मीहरूलाई भनेको थिएँ क्या, तपाईँहरूलाई म कहाँ कुन त कस्तो ठाउँमा के भन्छ अरे यो भिडियो बनाउनु मेन रिजन चाहिँ अब रुममा त त्यस्तो हल्ला गर्न दिँदैन नि त। अब हामी त त्यही हो ठुलो हल्ला गर्ने बानी, अरूहरूलाई डिस्टर्ब हुन्छ। अनि कति आफ्नो फ्यामिलीहरूसँग बोल्न मन लागिरहेको हुन्छ, तर मजाले बोल्न साथीहरूसँग। सो मैले आज हजुरहरूलाई चाहिँ देखाउँछु म कस्तो ठाउँमा बसेको छु त। नेपालकै भाइब्स दिन्छ यतिको ठाउँमा चाहिँ। अनि साँच्चै भन्दा यो भिडियोमा मैले के भन्न चाहन्छु भने, यदि तपाईँहरू एसएसडब्ल्यूमा आउँदै हुनुहुन्छ भने चाहिँ आउँदा हुन्छ, त्यस्तो नराम्रो पनि छैन। यदि आउँदै हुनुहुन्छ पढ्दै हुनुहुन्छ फुड सर्भिसको भने आउनुहोस्। तपाईँहरूलाई केही जानकारी चाहिएमा भन्नुहोस्, मैले जानेको जति हजुरहरूलाई भनिदिन्छु। कतिजना बस्दै हुनुहुन्छ, पढेर बसिरहनु भएको होला, कतिजना सिओईको वेटिङमा स्टुडेन्टमा आउँदै हुनुहुन्छ होला। यस्तो राम्रो छ हेर्नु न। यतिको आएपछि चाहिँ फेरि मलाई चाहिँ एकदमै यस्तो शान्त वातावरण मनपर्ने भएकोले त्यस्तो राम्रो लाग्छ। ठ्याक्क यो मैले काम गर्ने होटलबाट पनि देखिन्छ यो भ्यू चाहिँ समुद्रको चाहिँ। अनि त्यही त हो नि त, हल्ला गर्न दिँदैन नि त खासै, अब डिस्टर्ब हुन्छ नि त अरूहरूलाई। त्यही भएर म चाहिँ आएको। सो गाइज फेरि मलाई चाहिँ ठ्याक्कै यो ब्याक क्यामेराबाट चाहिँ भिडियो बनाउन अलिक उयो छैन नि त, युज त छैन। अनि त्यही भएर चाहिँ म फ्रन्ट क्यामेराबाट चाहिँ बनाउँछु नि त। फेरि म चाहिँ एकदमै बोल्ने मान्छे, प्यार बोले गर्छु नि त, त्यही भएर अरूहरूलाई डिस्टर्ब हुन्छ। सो आज चाहिँ म हिँड्छु भन्दै, आजको मौसम पनि यस्तो छ नि त, यस्तो ठ्याक्क यता पछाडिको क्या त्यो कालिम्पोङको माथिको टुप्पाको जस्तै त्यस्तै फिल हुन्छ क्या मलाई। डाँडा काँडा देखिन्छ, पुरै नेपालमै छु जस्तै टाइपको। हेर्नुहोस् अनि फुलहरू हेर्नु न कति राम्रो फुलेको यस्तो। तर हाम्रो नेपालमा नि नहुने त होइन, हुन्छ, तर फुलहरू फुलेको देख्ने बित्तिकै टिप्ने त्यस्तो टाइपको हुन्छ नि त। तर यहाँ चाहिँ टिप्नु मिल्दैन। सो गाइज अब चाहिँ मलाई अलिक डर लाग्ने बाटो आयो क्या, किनभने यहाँतिर चाहिँ अब यो बाटो यस्तो टर्निङ गरिसकेपछि चाहिँ के हुन्छ भने, टर्निङ कट्ने साथै चाहिँ उयो आइपुग्छ क्या, ठ्याक्क अर्को फेरि अर्को भ्यू हेर्ने। तर यो टर्निङमा चाहिँ घरहरू छैन, दिनकै हिँड्ने त यही बाटो हिँड्ने हो, तर पनि हुनुहोस् जङ्गलको बाटो हिँड्नु वाइल्ड भर्सेस के हो भने जस्तोमा भइरहेछ, पुरै जङ्गल हिँड्ने
मान्छे जस्तै चराचुरुङ्गी। तर यहाँ जापानहरूको के भन्छ अरे उयो के अरे के भन्न मलाई चाहिँ बिर्स्यो। काग क्या कत्रो लो कराउँछ भने काग त यत्रो कुवा कुवा कराउँछ। सो गाइज यो टर्निङ चाहिँ म छिटछिटो हिँड्नु भनेछ क्या। हिँड्छु दौडिन्छु। एकचोटि म्यानमारको साथी र म आएको थिएँ यही बाटो हिँड्दै। लास्टै डर लाग्छ किनभने जनावर आउँछ भन्दा आफू बसेको वरिपरि यस्तो खतरा ठाउँ छ नि, तर हामीले एक्सप्लोर नगरेर थाहै हुँदैन। ओ माई गड। तर राति चाहिँ यो बाटो हिँड्नलाई लास्ट डेन्जर हुन्छ। अनि कति थाकिसकेको छ कि छैन हजुरहरूलाई एसएसडब्ल्यूमा आएकोहरूलाई चाहिँ एउटै के अरे स्याचा भयो। 6 महिनापछि चाहिँ ब्रान्चहरू चाहिँ के अरे चेन्ज गर्नुपर्छ नि त। अनि त्यही भएर अनि म चाहिँ पहिला एउटा होटलमा बस्ने, अर्को होटलमा काम गर्ने त्यस्तोहरू थियो क्या। लास्ट त यो रनिङ गरेपछि चाहिँ फेरि बाल भ्यू आउँछ नि फेरि। यत्तिकै हिँड्यो भने त मेरो वेट त जे होस् कुनै बेला हिँड्नु पनि पर्छ। टेक अ रिक्स। उता तल गएर माउन्टेन भ्यू खान्छु। यतिको हल्ला गर्दै हिँडेर भन्दा यहाँखेरि बाघहरू पनि टर्छ होइन। तर बिच त के अरे यतिको त्यो उज्यालोमा त हिँड्नु। तर यहाँ पुरै उयो क्या बदलले खनिएको हुन्छ नि त्यस्तो देख्छ क्या। तर यो बाटोमा चाहिँ म दौडिन्छु क्या किनभने अलिक भय छ क्या एकदम। यत्तिको खटेपछि त फेरि डेन्जर भ्यू खतरा भ्यू हुने ठाउँ छ नि त। तर हामी चाहिँ यस्तो वन जङ्गल वरिपरि हावापानीमा हुर्केको भएर चाहिँ त्यस्तो युज हुन चाहिँ त्यस्तो धेरै टाइम लागेन क्या यो ठाउँमा। फर्स्टमा मलाई लिएर आउँदाखेरि त ओ माई जापानले यस्तो जङ्गलको बाटोमा लिएर आइदिएको छ टाइपको हुन्थ्यो। तर अहिले यस्तो सोच्दाखेरि बिजी लाइफ सेड्युल जहिले काम गर गर्दाखेरि कहिले काहीँ यस्तै ठाउँ पनि चाहिन्छ। किन दौडेको भन्नुहुन्छ न। हेर्दाखेरि अलिकति के अरे के खराएको सुन्यो भने डर लाग्छ क्या यस्तो बाटोहरू लगाएछ भने। सो गाडी छैन छु बसमा चाहिँ फेरि जहिले यो बाटो हामी हिँड्ने होइन क्या। जहिले बस 1-1 घन्टाको फरकमा आउँछ। अनि यस्तो खतरा भ्यू देख्छ नि बस आएर अझै दिन खोलेको दिन त। तर फेरि घाम लगेको दिन त्यही हो हिँड्न लास्टै गाह्रो हुन्छ। अनि के भन्छ अरे त्यो म्यानमारको साथी र म हिँडेको थिएँ एक दिन कामको बेलामा आएको भन्दा त्यो दिन काम थियो हाम्रो। अनि दिउँसो चाहिँ ब्रेक थियो नि त, ब्रेकमा आएको। फर्किँदाखेरि चाहिँ उयो गर्दै आएको क्या। फर्किँदाखेरि चाहिँ बसमा आएको अनि जाँदाखेरि चाहिँ हिँड्दै गएको। अब त ढुक्क एक रनिङ गरिसकेपछि त फेरि होटलहरू आइहाल्छ नि राम्रो राम्रो। हेर्नुहोस् यस्तै ठाउँमा बस्छु तर एकदम रमाइलो चाहिँ रमाइलो छ। यसो दिनकै रुमभित्र बस्नुभन्दा फेरि सुविस्ता पनि नहुने होइन। हुन्छ ठ्याक्कै 20 मिनट गाडी चढिसकेपछि यस्तै बाटोमै सहरमा आइपुगिहाल्छ होइन। खाइमुनहरू गर्ने बेलामा चाहिँ यति जाने क्या हामी। सपिङहरू गर्ने बेलामा चाहिँ
गाइस मलाई चाहिँ एकदमै भिडियोहरू बनाउने त्यस्तोहरू बनाउन चाहिँ मन लाग्ने किनभने म भ्लगहरू हेरिरहेको हुन्छु नि त उता नेपालमा त जहिले नै बनाउने चाहिँ मन लाग्छ तर इन्ट्रेस्ट मात्रै लागेर नि बनेन सो गाइस ठ्याक्क अब गाडी आएको जस्तो लाग्यो म राख्छु ल भाइ म चाहिँ यता तलाइसकेँ होइन यहाँ चाहिँ ठ्याक्क बसहरू हिँडिरहन्छ क्या प्रायः जस्तो त्यसलाई ध्यान दिनुपर्छ जस्तो गाइस कस्तो राम्रो देख्छ क्या यस्तो खतरा भ्यू देख्छ न त्यही भ्यू हेर्नु उता फुलहरू फुलेको छ उता यस्तो बवाल देख्छ नि हेर्नुहोस् त्यही भएर जहिले गाडीमा आउँथ्यो नि त यो बाटो आज चाहिँ म हिँडेर आएँ तर मन्दिर पुगेपछि भिडियो बनाउँछु ल अब ठ्याक्क यहाँ गाडीहरू आउँछ क्या अनि एकदमै ध्यान दिनुपर्छ जताभाइ हिँड्नु हुँदैन नि त